जोर्डन आमा ओरिजिनल ओए सेक्सी औडीको आमा ल भन्नै पर्दाखेरि 24-25 घण्टा भइसक्यो त्यहाँ हैन नाइकीको ओरिजिनल हो यो चाहिँ नेपालमा पाउँछ सबै कपी हो यो सबै ओरिजिनल हो है त्यो खैरिनी हैन त्यही काम गर्थे मेरो कलिग थियो भनौं न हैन मलाई यस्तो लाइन हान्थे के त्यसले हुन्छ नि लन्डनको जाम यस्तो जाम पर्छ यहाँ हामी घर छापको बाला रहेछ भनेर सुन्थे अरूले भने के रहेछ भनेको बल्ल थाहा अब त्यो गएको कुरा गयो क्या जसले छोडेर जान्छ हैन लाइफमा रिग्रेट उसला हुन्छ मलाई हुनेवाला छैन अब चाहिँ बाहिर आइसकेको छौँ हामी है बोक्न नि गाह्रो भएर ओ माई गॉड गाइज दिस इज सो ब्युटिफुल नमस्ते everyone, विकास absolutely fine guys. So welcome back to the new episode. So आजको भ्लगमा हामी गर्दैछौँ ट्राभल है. So basically यो अगाडिको भ्लगमा 2 दिन अगाडिको भ्लगमा देख्नुभयो हैन अलिकति इमोसनल भएर भिडियो हाल्दा थिएँ अब आजको भ्लगमा यस्तो एक्साइटेड छु क्या. सो 2 दिनमा अब त्यो गएको कुरा गयो क्या जसले छोडेर जान्छ हैन लाइफमा रिग्रेट उसला हुन्छ मलाई हुनेवाला छैन. हामी चाहिँ यो ट्याकलहरु तपाईको बीए भन्ने स्टेसनमा आयो लाइक बस स्टप हो. अब यहाँबाट चाहिँ जस्ट नर्मली चढेको गाडी हो तपाईको यान 15 नाइटको हो 115 गाडी चढ्नुपर्छ. फर्किँदाखेरि चाहिँ स्ट्याम्प लेखेर हुन्छ हैन अहिले जाँदाखेरि चाहिँ तपाईको एलगेट भनेर लेखेर आउँछ. सो म धेरै जस्तो काममा जाँदाखेरि पनि त्यही गाडी चढ्छु. सो त्यही हो अब हिजो काम गएँ रातभर नसुतिकन आज पनि खासै भन्नुपर्दा राति 12-1 बजी आइपुगेको थिएँ कामबाट सुते हैन अहिले यहाँको 2 बजिरहेको ल भन्नै पर्दाखेरि 24-25 घण्टा भइसक्यो सुते हैन हैन अघि चाहिँ निन्दा लाग्ला जस्तो भएको थियो तर त्यही हो खानासाना खायो अनि जाम घुम्न भन्ने प्लान बन्यो अनि मलाई स्टारफोर्ड पनि जानुपर्ने थियो अब प्राइमार्कमा हैन अलिअलि लुगा किन्न पर्ने थियो 6 महिना भयो लुगा नकिनेको यहाँ. सो त्यही हो अब जाने अनि लुगा किन्न पर्छ अब ग्रिनविच पार्क जाने जान चाहिँ म अस्ति नै गइसकेँ ग्रिनविच पार्क तर यसपालि चाहिँ अब प्रोपर भ्लग गर्दै जाने. फेरि तपाईँको यहाँ यस्तो जाम पर्छ नि यस्तो जाम पर्छ हैन लन्डनको जाम यस्तो जाम पर्छ यहाँ ल जामै जान्छ बल्ल 330 आइरहेको. त्यही हो अब यहाँ गाडी कुर्दैछु 6 महिना आइरहेको बस. Your eyes are heavy with the weight of the world. What's in a life you never could offer? Even if you've never flown before, you can take a chance and try once more. Don't let your worries weigh you down, down, down. You can still take flight, although you're earthbound. ल गाइस ट्याकलहरु तपाईको अब बसको फ्रन्टमा बसेर जाँदैछौँ. हेर्न सक्नुहुन्छ भ्यू अहिले चाहिँ तपाईको घाम लाग्छ मज्जाले. सो पहिलाको भ्लगहरुमा नि मैले भनेको थिएँ घाम लाग्छ अहिले त भनेर है घाम लाग्न थाले चाहिँ तपाईको लगातार 2 महिना 3 महिना भइसक्यो. अब के गर्नु अब यस्तै हो हैन पहिला भने सुन्थे के भन्छ आफ्नै घर छापको बाला रहेछ भनेर सुन्थे अरूले भने के रहेछ भनेको बल्ल थाहा भयो त्यसको है मान्छेहरूले पखेटा काट्न खोजे उड्छ अरे भनेर खुट्टा तान्न खोजेँ होइन मैले त्यत्रो मेहनत गरेर राखेको भिडियो सबै दिएन. अब मानुहरू त गइसकेँ मतलब त्यस्तो टाइममा होइन त्यस एकदम क्रिटिकल कन्डिसनमा. तर ठिक छ त्यो मैले पहिला म धेरै जिमको रिल्सहरू फलो गर्थेँ क्या अनि मैले त्यो देख्थेँ क्या पोस्टहरू जुनमा क्याप्सनहरू छ क्या द्याट वान ब्रेकअप चेन्ज यर लाइफ भनेको थिएँ नि त्यस्तै भइरहेको छ अहिले लाइक एकदम इनर्जेटिक यस्तो मोटिभेट. अब
1 महिना भएको टाइममा फाइनली हिजो म वान भन्यो भने सब आफ्नो दुःख पोखेँ व्यथा पोखेँ अनि यसरी तातो खान लाग्यो चिसै खान लाग्यो के मलाई मात्रै गरिम भयो तातो हावा खान लाग्छ भनेर उहाँ माथि हुन्छ कि यस्तो हुन्छ कि एसी पनि हुन्छ कि खतरा हुन्छ यहाँको बसहरू नेपालको बस त माया कसम ए हिँड्दाखेरि घडाङ हुन्छ है रोक्दैन यहाँको चाहिँ कस्तो हुन्छ सिस्टम भने अब थाहा नै होला धेरै जस्तो भ्लगहरूलाई अब सबैजनाले बाहिरको भिडियो हेर्नुमा हुन्छ अब थाहा नभएकोलाई चाहिँ भनिदिन्छु यहाँ जहाँ पाए त रोक्नु मिल्दैन ट्याग कलर तपाईँको स्टप हुन्छ उता अब एउटा स्टप हुन्छ अनि ठ्याक्क बस नम्बर अनुसारको स्टप हुन्छ अनि ठ्याक्क कलर रोक्ने हो त्यहाँ अनि बसको लेन छुट्टै हुन्छ यहाँ बसको लेन हुन्छ यता त छैन कुनै पनि ठाउँमा हुँदैन कुनै ठाउँमा हुन्छ तर ट्याक्क बसको लेनबाट मात्रै हिँड्छ बस अनि यस्तो नर्मल गाडीहरू चाहिँ बसको लेनबाट हिँड्न पाउँदैन फाइन सिधै फाइन हो कसम अगाडि 69 नम्बरको बस जाँदो रहेछ म अघि उहाँ बसेको थिएँ क्या होइन तातो हावा फ्याल्दा चाहिँ अघिदेखि भने त माथिबाट चिसो हावा फ्याल्दो रहेछ अनि हावा चाहिँ सबै यतातिर आउँदो रहेछ म तल बसेको ठाउँमा चाहिँ उताबाट तातो हावा फ्याल्दो रहेछ क्या किन गरिम भयो भन्छ क्या यो चाहिँ अहिले तपाईँको iPhone 16 Pro Max भ्लग गर्दैछु हाम्रो प्यारो दाइको हो दाइ चाहिँ अब भिडियोमा नआउने भन्नुभयो र मैले नदेखाएको दाइलाई तर हाम्रो एकदम प्यारो दाइ हुनुहुन्छ मेरो फोनमा स्टोरेजै छैन अब त्यही भएर दाइको फोन मागेको छु अब 16 रुपियाँ क्यामेरा राम्रो छ नि त अब चाँडै आउँदैछ मेरो 16 दिन हो ओ माई गॉड कलर भ्यू लगाइ देखेको छ कि छैन होइन अब हामीले अघिको चाहिँ ट्याप हाने पैसा पर्यो अनि यो अब 129 मा गयो भने चाहिँ यहाँ फ्री देखाइरहेको छ क्या भन्नु ल है तपाईँहरूलाई देखाइदिन्छु म ट्याग कलर है फ्री हेर्नु अब यस्तो हुन्छ कि यहाँ ओ सेक्सी औडीको आमा त टिटी होला यो टिटी रहेछ म तपाईँको एक्चुअली उताबाट आउँदै थिएँ पम्पस्टेसन साइडबाट अनि त्यहाँको तपाईँको दुईवटा गाडी फेरेर म ठ्याक्कै यहाँ आइपुगेको थिएँ क्या अनि ग्रिनिजबाट आउँछ नि त ग्रिनिजबाट एउटा बस आउँछ यहाँ होइन यहीँ होस् अनि म राति आएर यहाँ कुरिरहेको थिएँ होइन तपाईँको यही ठाउँमा होला ल्याम्बोर्गिनी यस्तो मिठो प्रकार गएको थियो क्या ल्याम्बोर्गिनी अनि त्यसपछि ल्याम्बोर्गिनी निलो कलरको थियो है म सायद मैले त्यो इन्स्टाको लागि सिधा खिचेको थियो होला त्यो भएन म हालिदिन्छु त्यो भिडियो होइन ल्याम्बोर्गिनी यस्तो मिठो पठाएर गएको त्यसपछि एउटा रेन्ज रोभर थियो पछाडि एक्जस्ट चेन्ज गरेको भराक गर्दै परेर यस्तो अख्खा चलपल दिन्छ नि लन्डनमा पैसा हुनुपर्छ चलपल त यस्तो मिठो हुन्छ यहाँ बस स्टप यही हो है अब बस स्टपमा बस चढ्नुपर्छ बस अब त बाल छैन अब त कसैको म एउटा बारमा काम गर्थेँ क्या होइन म एउटा बार भन्दा नि एउटा इभेन्टको बारमा काम गर्थेँ होइन सायद न्युजिल्यान्डको एउटा खैरिन्थी होइन न्युजिल्यान्डको खैरिनी काम गर्न आएको त्यसको 2 महिना बाँकी थियो भिसा एक्सपायर होला एउटा त्यो हुन्छ नि क्याटरिङवाला इभेन्टको बार थियो खैरी आउने क्या सबैभन्दा धेरै इभेन्ट भएको त्यो लाइक 8-9जना इभेन्ट भएको एउटा बार मतलब क्याटरिङको थाहा थियो त्यसको म बारमा काम गर्थेँ होइन पैसा चाहिँ मिठो पे गर्थेँ अनि त्यो चाहिँ 20 दिनको इभेन्ट थियो त्यो खैरिनी होइन त्यही काम गर्थेँ मेरो कलिग थियो भनौँ न होइन मलाई यस्तो लाइन हान्थ्यो कि त्यसले हुन्छ नि त्यहाँबाट आइम गन हिट यु भन्थेँ होइन मतलब आइम गन हिट यु लाइक म नेपाल पनि जाँदैछु तँलाई पनि लिएर जान्छु सँगै जानुपर्छ म न्युजिल्यान्ड गएपछि तँलाई कन्ट्याक्ट गर्छु भन्थेँ होइन अनि बेलुका म घर निस्किने बेला म अलिकति क्लोजिङ गर्दाखेरि अलिकति ढिला हुन्थ्यो किनभने मेरो क्लोजिङमा पर्थ्यो अनि उनीहरूको त अब उनीहरूको बार हो नि त म बार ब्यागमा थिएँ नि त त्यो म क्लोजिङ गर्नु पर्थ्यो अनि त्यति गर्दाखेरि मलाई कुरियर बस्थ्यो उनीहरूको उसको चाँडो छुट्टी हुँदाखेरि नि होइन सँगै घर जानको लागि अब म त्यहाँबाट लिभरपुलबाट मोर्केटबाट माथि आउँथेँ तर सँगै घर जान्छु त्यहाँसम्म भनेर बस्थेँ क्या त्यति गर्दा नि म त्यसमा जाँदैन थिएँ क्या लोयल होइन घन्टा आयो लोयल्टीले के भए लाग्छ अब त्यतिखेर सुरुको टाइममा इङ्ग्लिस बोल्न नसक्ने खासै त्यस्तो मतलब फ्लुएन्ट हामी जाँदा नि मेरो गर्लफ्रेन्ड छ उयो हो भन्ने सोच्थेँ क्या थुक्क घन्टाको लोयल्टी अब त अब पुग्यो अब हामी त माथि बस्ने टक्क भ्यू हेर्ने बानी छ माथि आएको तर यस्तो राम्ररी थिए खैरिनी मोरी तलै बसी पछाडि माथिखेर लजा जस्तो लाग्यो मलाई 2 दिनचोटि हेरेर थिएँ त्यस्तै लाग्यो मलाई बिल्ला हुन्छ मेरो यस्तो भन्यो भने त्यस्तो म यस्तो चिपवाला कन्टेन्ट बनाउनु भनेर सोच्थेँ तर अब 1-2चोटिलाई माफी पाऊँ आइपुग्यो हामी अब चाहिँ O2 है ल अगाडि छ O2 नयाँ आउँदाखेरि म आएको थिएँ यो एउटा मेरो साथीसँग बिचराबाट क्या राम्रो थियो यार बरु क्या क्लोज थियो यार हामी म बोल्नै छोड्दै त्यसो एउटा लिएर आएको थिएँ क्या म काम खोज्नुको लागि यो ठाउँ देखाएको थियो O2 फर्स्ट टाइम आएको म भर्खरको टाइम थियो सुरुमा आएको अब कति दिनै भएको थियो 1 हप्ता जस्तै भएको थियो होला सायद 1 हप्ता 3-4 दिन कति भएको थियो O2 आएको कहाँ टाढा लाग्यो कि थाहा नहुने अब ट्रेन चढेर बल्ल पुगेको ट्रेन पनि त्यहाँ पानी थाहा नभएर बल्ल सोध्दै पुगेको घर लास्ट बिजर कहानी छ यस्तो दामी भ्यू चाहिँ मिठो आउँछ फेरि मलाई
गाइस फाइनली अब हामी आइपुग्यौँ ग्रिनविच पार्क है सो लेट मी सो यु द वान अफ द मोस्ट ब्युटिफुल थिङ क्या यहाँबाट पुरा म्युजिक बजेको आवाज आइरहेको छ यार तपाईँको पुरा त्यो हुन्छ नि पहिला हामीले मुभीमा सुन्थ्यौँ नि होइन इङ्ग्लिस मुभीहरूमा लाइक हुन्छ नि तपाईँको हलिउड मुभीमा त्यो सुन्छ नि लाइक त्यस्तै फिल भइरहेको छ क्या हुन्छ नि त्यहाँभित्रबाट पुरै त्यस्तै खालको ड्रमहरू म्युजिकहरू पियानो बजिरहेको तपाईँ ट्याग कलर त्यहाँ गिटार देख्न सक्नुहुन्छ ट्याग कलर नै त्यहाँ के अरे गिटारै सरी बोट भनेको गिटार रे ल Oh my god, guys, this is so beautiful. Check this out. तपाईहरु लन्डनमा पार्क त धेरै घुम्नु भयो होला हैन तर यो ठाउँ छ नि यो मस्ट भिजिट गाइस अनि नयाँ आउँदै हुनुहुन्छ भने चाहिँ दिस इज द मस्ट प्लेस है गाइस फाइनली अब हामी चाहिँ अहिले स्टार्टफोर्ड आइसक्यौँ है अब तपाईँको ट्याक्क गएर माथि प्राइमार्क जानुपर्ने हुन्छ सो यस्तो निन्द्रा लान थालेको अब चाहिँ मलाई हुन्छ नि नसुत्या भएर यस्तो निन्द्रा हान्न थाले बसमा आमा झुपु झुपु भएको अनि तपाईँको आज यस्तो बवाल फन्दी इन्सिडेन्ट भइदिरहेको क्या होइन अब हामी ग्रिनविचबाट एउटा 129 है कति गाडी चढेर आयौँ होइन अटोमा आएर बस्ने गर्नुपर्ने 108 यस्तो हतार हतार भयो कि बस मतलब कहाँबाट चढ्ने नै हेरेन छु क्या मैले अनि सिधै गएर त्यो सीमा 108 बस आयो चढ्दै है अनि त्यहाँबाट त ल बस त उता हुँदै जान्छ भन्छ दाइ यसो म्याप हेर्छु ल म्याप त जाँडा आएको त्यही जान्छ बस फेरि बोलेर हतार हतार बस्दैन गरेर अनि आएको बाटै उल्टो पुगिरहेको छ ट्याक्क लाएर ल स्टार्टफोर्डमा है यस्तो दामी मल छ है आज 30-35 हजार जतिको सपिङ हुन्छ होला सायद है बजेट त्यति छ अब नेपाली अब हेरौँ त्यो धेरै चाहिँ नजानु होला अब यस्तै छ है अब सपिङ मल आएको अब ट्याक्क लाएर यस्तो किन्ने दिन त अब आउने वालामा छैन अब आफ्नै लागि किन्ने हो जेडीमा नाइकीको ओरिजिनल हो है यो चाहिँ नेपालमा पाउँछ सबै कपी हो यो सबै ओरिजिनल हो है ट्याक्क लाएर ल सब ब्ल्याक नाइकी व्हाइट नाइकी एयरफोर्स 1 होला यो एयरफोर्स 1 हाई टपमा रहेछ सायद सब दामी दामी ल कति 100 पाउन्डभन्दा माथि हुन्छ यो हुन चाहिँ तर कति पर्छ यसको नाइकीको ओरिजिनल कटनको मोजा कति रहेछ प्राइस चाहिँ देखाएको छैन 14 पाउन्ड कति हुन्छ यसमा 6 पिस 14 पाउन्ड ठिकै हो यार नेपालमा मैले 350 मा कति 6वटा किनेको थिएँ अरे सायद है डुप्लिकेट तर यहाँ त जुत्ता जोर्डन आमा ओरिजिनल ओजी छ यार त सब दामी लाग्यो जुत्ता हेर्न आएको तर अब जुत्ता किन्छु तर अहिले मेरो जुत्ता किन्ने सोच पनि छैन बजेट पनि छैन ल आयो मेन्स वेयरमा तल चाहिँ वोमेन्सको रहेछ म पहिलाको ठाउँमा चाहिँ त्यो अस्ति एक्जाममा गएको थिएँ प्राइमरमा त्यहाँ चाहिँ तपाईँको पहिला सुरु माथि चाहिँ वोमेन्सको अन्डरमा चाहिँ मेल्सको थियो क्या ल अब यहाँ ट्याक्क लाएर एक दुईवटा अब हेर्छु एउटा फर्मल पनि लिन्छु व्हाइट सर्ट पनि चाहिरहेको अनि हुडीहरू मेन चाहिँ हुडी लिन्छु एउटा हेर अझै माथि पो ल ट्याक्क लाएर सपिङ हाने है तल मलमा गयो 70-80 पाउन्ड अब चाहिँ बाहिर आइसकेको छ हामी है बोक्न नि गाह्रो भएर पेपर ब्याग चुटिनु पो हो कि होइन यसको 15 पी पऱ्यो यार यो ब्यागकै हेट ल यही हो स्टाफरको होस्टेल मल ट्याक्क लाएर है अब उताबाट चाहिँ बस चढेर जानुपर्छ हाम्रो घरको बस उता चल्छ अलराइट गाइज फाइनली घर आइपुगेँ सो ल टेन्सन हुन्छ प्राइमरको लुगा मा कसम 78 पाउन्ड द्याट गयो ल तपाईँको 78 भनेको अलमोस्ट 12-15 हजार अब टाइम थिएन क्या मतलब ढिला भइसकेको थियो अनि त्यही हो टाइम थिएन क्या अब ढिला भइसकेको थियो अनि त्यही भएर चाहिँ अब अलिकति के भन्छ अब हतार गरेर गर्नु पऱ्यो अब मलाई अझै एउटा जुत्ता लिनु मन थियो जेडीमा के अरे उबाट
सोचेको थिएन तर अब त्यहाँ देखेर लिन मन लागेको हुन्छ नि एउटा एयरफोर्स त छ मसँग तर जोर्डानको ओरिजिनल लिन मन थियो अब लिन्छु भनेर सोचिरहेको थिएँ तर पाएन होइन अनि अझै अरू खरी पनि अलिअलि लिनु थियो लाइक व्हाइट सर्ट लिनु थियो एउटा अनि हुन्छ नि अलिकति फर्मल टाइपको तर त्यो पनि लिन पाएन तर ठिकै छ अब अहिले हतारै थियो 9 बजे बन्द हुन्छ क्या अनि त्यही भएर आज न त अरू बेला त 6 बजे बन्द हुन्छ आज चाहिँ 9 बजीसम्म राख्दो रहेछ खोल्दो रहेछ भनौँ न आज घुम्यो पनि मस्त यहाँ घरदेखि सुरु भएको भ्लग घरैमा आएर सकियो है त सो त्यही हो आजको लागि चाहिँ गाइज सेकियो बाई अब अर्को भ्लगमा भेटौँला सी यु गाइज इन द नेक्स्ट भ्लग त्यतिजनाको लागि माया गर्दै गर्नु सपोर्ट गर्दै गर्नु यस्तै हो जिन्दगानीमा अगाडि बढ्दै जानुपर्छ लाइफमा तलमाथि अप एन्ड डाउन मान्छेहरूले खुट्टा तान्ने पखेटा काट्न खोज्ने जति नै आउँछ होइन ठिकै छ केही छैन पार्ट अफ अ लाइफ होइन अगाडि बढ्ने हो रेगुलर भिडियो आइरहेछ सो यसरी माया पनि गर्नु पऱ्यो मिहिनेत यति गरेर भिडियो हालिरहेको छु रेगुलर प्लिज माया पनि दामी दिनु पऱ्यो अब फर्केर नि हेर्दिनँ म अब अगाडि बढ्नु सिधा